बेबिलोन शहरमा सद्रक, मेशक र अबेदनेगो नाम गरेका 3 जना साहसी साथीहरूले एउटा कठिन निर्णयको सामना गरे। शक्तिशाली राजा नबुकदनेस्सरले एउटा विशाल सुनको मूर्ति बनाएर सबैलाई त्यसलाई दण्डवत गरेर पूजा गर्नु भनी आज्ञा दिए। तर ती साथीहरूले मानेनन्। तिनीहरू केवल एक साझा परमेश्वरको मात्र आराधना गर्थे। राजा क्रोधले चूर भए। तिनीहरूले आज्ञा मानेनन् भने उनीहरूलाई दन्किरहेको आगोको भट्टीमा फालिदिनेछु भनी तिनले धम्की दिए। तर ती साथीहरूको विश्वास अटल थियो। तिनीहरूले राजालाई भने कि जेसुकै भए पनि तिनीहरू परमेश्वरमाथि भरोसा गर्नेछन्। क्रोधित भएर राजाले भट्टीलाई सामान्य भन्दा 7 गुणा बढी तताउनु भनी आदेश दिए र आफ्ना सिपाहीहरूलाई उनीहरूलाई सिधै दन्किरहेको आगोको ज्वालामा फ्याँकिदिन लगाए। तर जब राजाले आगोभित्र हेरे तिनी छक्क परे। तिनले 4 जना मानिसहरूलाई हिँडिरहेको देखे जो पूर्ण रूपमा सुरक्षित थिए र चौथो व्यक्ति स्वर्गदूत जस्तै देखिन्थे। तिनले उनीहरूलाई बाहिर बोलाए र उनीहरू एउटै पनि डाम नलागिकन वा शरीरमा धुवाको गन्ध समेत नआइकन बाहिर निस्किए। उनीहरूको यो अचम्मको कथाले हामीलाई देखाउँछ कि जब तपाईँ साहस र विश्वासका साथ सही कुराको लागि खडा हुनुहुन्छ, तपाईँ कहिल्यै साँच्चीकै एक्लो हुनुहुन्न।